सबैजना नमस्ते। तपाईँहरूको सामने म भिडियो लिएर आइसकेको छु। त्यही हो, आज पनि हामी भेडा लिनको लागि जाँदैछौँ। अस्ति लिएर खाएको बोका, अब चाहिँ भेडा लिन भनेर जाँदैछौँ। मेरो साथमा छ मिस्टर हेन्सी। के छ हेन्सी? एकदम भेडा ल्याउने भने आज भेडा ल्याउने भने अब के हुन्छ, भेडा लिने हो, जाने हो। जाँदैछु म अगाडि। आज चाहिँ म धेरै लामो बनाउँदिनँ भिडियो, छोटो अस्ति भन्दा अलिक छोटो नै बनाउँछु। एउटै कुरा कति देखाउनु भन्छ, त्यही हो जाँदैछौँ। त्यही हुन्छ हेर्दै गर्नुभयो तपाईँ। आज चाहिँ हामी 4 जना मात्रै जाँदैछौँ। अगाडि 3 जना टोलीहरू हिँड्दैछौँ। छु त्यही जाँदैछौँ। आज पनि लिएर खानु भनौँ, अब गर्मी सुरु भयो। भेडाको मासु चिसो हुन्छ नि त, त्यो भएर भेडा लिएर हान्नको लागि जाँदैछौँ। त्यो अहिले अगाडि भेट्नुपर्छ सबै हो। अब अगाडि पैसा निकालिन्छ। पर घाम लागिरहेको अब चाहिँ एकबार गर्नु हो। त्यही भएर सर्टको भित्रदेखि इनर लगाएको छु बेस्ट घाम सेल्नको लागि भनेर। कालो लगाएर आयो, हल्का गोलमा त परिरहेको त्यो। त्यसको साथसाथै एउटा सिनेमेटिक सर्ट। सिनेमेटिकको साथसाथै फेरि पनि आइसकेको छु म। त्यही हो गाइजहरू, नेक्स्ट मन्थ चाहिँ म माइक लिन्छु होला, अर्को महिना। आज मेको 22-23 भयो होला, अर्को महिना लिने हो माइक चाहिँ। यो गाडीहरूले कुदेकोले गर्दा मेरो आवाजै खुलेर आएको छैन भनेर मेरो साथीहरूले पनि भन्यो, ढुन्डाहरूले पनि भन्दै हुनुहुन्थ्यो। अनि त्यही भएर चाहिँ म माइक लिने विचारमा छु। त्यसको अनबक्सिङ भिडियो पनि आउँछ। त्यही हो, हेर्दै गर्नु होला। अहिले अगाडि पुगेपछि भेट्ला तपाईँ। दाइहरू त्यहाँ पैसा निकाल्नु जानु त उयो अगाडि यता। हामी चाहिँ यहाँ बसिरहेछौँ। यहाँ ठ्याक्क बस्ने ठाउँ पार्क रहेछ, यहाँ बसिरहेछौँ। शीतल भयो हल्का, पुरा घाममा हिँडेर। त्यही हो, पैसा निकाल्न जानुभएको दाइहरू अहिले भेट्नुपर्छ है तपाईँ। पैसा निकालिसक्यो दाइहरूले। एकछिन पार्कमा बस्छु, जो पनि बस्न थाल्छ। आनन्द लिँदा शीतल हो। अगाडितर्फ बढ्दैछौँ। अहिले बिचमा के हुन्छ भेट्नुपर्छ। हेलो गाइज, हामी भित्र फार्म जाने बाटोमा छिरिसक्यौँ। जाँदैछौँ, अब के हुन्छ हेर्नुपर्छ है तपाईँ। यस, हामी अस्ति खसी लागेको ठाउँमा आएको। यहाँ चाहिँ सबै आज चाहिँ बाख्रै मात्रै रहेछ। अन्डाहरू चाहिँ यहाँ साग नेपालमा खाने बानी, यहाँ खासै पाउँदैन। त्यही भएर बेथु टिपेर आज साग र भेडाको मासु खाने अरे। अब उता सेकेन्ड फार्मतिर गइन्छ, अनि त्यतै गएपछि भेटौँला। त्यतै पुग्नु भएको छ यति बेथुको साग खाने भयो। यहाँ हामी सेकेन्ड ठाउँमा अस्ति दिल नमिलेको ठाउँमा चाहिँ आएको। कोही रहेन आज यहाँ, मान्छेहरू पनि रहेन, भेडाहरू केही रहेन। खोइ कता लग्यो थाहा भएन। अब उता पारि जान्छौँ। अनि त्यही हो, यहाँ पछाडि दाइहरू टिकटक बनाउँदैछ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पुरै खुल्ला ठाउँ छ क्या। भेडा चलाउने पुरै ग्रिनी छ है, हरियो पुरै भाइ चाहिँ छुट्टै आउने खालको छ क्या। अनि भेडा चलाउने ठाउँ, तर देख्दाखेरि चाहिँ गाउँ जस्तो देखेछ, तर यो गाउँ होइन। त्यही हो, त्यसको साथसाथै एउटा सिनेमेटिक सर्ट हेरौँला त। That girl is a runner.
a two-tone humming, headed out to the highway. I should have seen it coming through the years left in the dust. हामी लगभग 1 घन्टा हिँडेको अन्तरालमा फाइनली डेस्टिनेसनमा आइसकेको छ। डेस्टिनेसन हिमालहरू चाहिँ यहीँ छ है, टक्क लगाएर यहाँ चाहिँ धेरै रहेछ अस्ति आएको ठाउँभन्दा। अन्त हेर्छु उता यो चराउने मान्छेलाई भेट्न गएको छ। अब अहिले के हुन्छ बिचमा आउँछ है त्यता भेडासेडा पाइएन गाइज, भेडासेडा पाइएन। गर्मीले मान्छे जाने बेला भइसक्यो। जिन्दगीमा अब भेडाले आइरहेन, दुःख मात्र गयो लास्टै। अनि भेडा भ्लग पनि आउँदैन आजदेखि, यही लास्ट। पाउन त पाएन आज, लास्ट चाहिँ यो भेडा भ्लग। यस्तो ट्रेन पर्छ नै पर्छ छ। हामी चाहिँ लिगै घुम्दैछौँ, जाँदैछौँ। त्यही हो लास्टमा, अब त्यही हो। च्यानलमा नयाँ हुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। त्यति भन्दै बाई बाई। अर्को नयाँ भिडियोमा भेट्नुपर्छ है त।